सिलिन्डरै पाएन भने के गर्ने? ग्यास पाएन अरे अनि हामीसँग त 2 सिलिन्डर छ होइन दुई दिन छ हामीसँग अहिले त अनि अझै भन्नु पनि तपाईँलाई काका अब हामी जस्तो मान्छेले नि यस्तो सोचेर हुन्छ अब हामीसँग 2 सिलिन्डर हुँदा हुँदा अझ हामीले अझ अर्को सिलिन्डर भन्ने अनि हामीले यसरी भर्छौँ भने जस्तो गरिबहरू निमुखाले कसरी भर्छन् भने कसरी पाउँछन् अन्त अब भनिपछि अब देखिहाल्यो तिमीले गर्दै गरेर यस्तो यहाँ अब ग्यास स्यास पेट्रोल सेट्रोल केही पाइरहेको छैन अब जोख गरेर राखौँ भनेको हुन त हो काका हेर्नुहोस् अब अहिले युद्ध चलिरहेछ पाइला नपाए फरक छ होइन अब 2 सिलिन्डर छ हेर्नुहोस् होइन अब एउटा सिलिन्डर हामी कति दिन चल्छ त्यही 20 देखि 25 दिनसम्म चल्छ हाम्रो त 20 देखि 25 दिन हो नि मजाले होइन 2 सिलिन्डर भनेको तपाईँको 60 दिन चल्ने भयो म तपाईँलाई एउटा आइडिया दिन्छु एउटा सिलिन्डरै 60 दिन 50 देखि 60 दिन चल्ने हिसाबले आइडिया दिन्छु त्यो आइडिया चाहिँ तपाईँले मान्नु पऱ्यो कि 60 दिन चल्छ अरे खै कसरी र सुन्नुहोस् राम्रोसँग चाहिँ आइडिया सुन्नुहोस् है काका पहिलो हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ कुकिङ गर्दाखेरि लिड लगाएर चाहिँ तरकारी सरकारी पकाउनुपर्छ कि जुन हामीले अब काकीहरूले अब मम्मीहरूले पकाउनुहुन्छ नि लिड नलगाइकन यतिकै तरकारी छोडिदिनुहुन्छ नि पकाउनलाई त्यसो नगर्ने त्यो गऱ्यो भने आधी जस्तो हिट त सबै तपाईँको हावामै गएर जान्छ अनि तरकारी पाक्न टाइम लाग्छ बरु लिड लगाउने एकछिन चलाउने लिड लगाउने हो नि अनि अर्को कुरा अब हामीले खाना छिटो पकाउनुपर्छ भने त्यो तपाईँको फ्लेम ठुलो गरिन्छ नि ठुलो जसले तपाईँको भाँडा बाहिरै फ्लेम बनाउँछ त्यसै गरेर कहिले खाना नपकाउने खाना पकाउँदाखेरि जुन हाम्रो फ्लेम छ भाँडाको बेसको बााउन्ड्रीभित्र नै राख्ने त्यो भने ठुलो नगर्ने त्यो गऱ्यो भने के हुन्छ भने तपाईँको यदि तपाईँले फ्लेम ठुलो गर्नुहुन्छ भने तपाईँको आधी जति ग्यास त हावामै उडेर जान्छ क्या त्यही भएर बरु खाना पकाउँदाखेरि फ्लेमलाई भाँडाको बााउन्ड्रीभित्र नै राखेर चाहिँ यसरी पकाउने बरु होइन त्यसै गरेर राम्रो हुन्छ अर्को कुरा हामीले दाल राजमा चनाहरू बनाउँछौँ नि यस्तो कुराहरूलाई हामीले भिजाएर नै बनाउने कि पहिले नै त्यस्तो गऱ्यो भने के हुन्छ एउटा त्यस्तो गऱ्यो भने के हुन्छ भने चाहिँ कुकिङ टाइम आधी हुन्छ जसले गरेर ग्यासको खपत पनि आधी नै हुन्छ अर्को इम्पोर्टेन्ट कुरा हामीले रेगुलरली ग्यासको बर्नर सफा गर्नु रेगुलरली ग्यासको बर्नर सफा गर्न कारणले ग्यासको बर्नरमा रहेको ब्लकेजहरू चाहिँ हट्छ यस्तो गऱ्यो भने ग्यास खेर जाँदैन ए हो लास्टमा इम्पोर्टेन्ट कुरा के छ भने अब हाम्रो नेपालमा त इलेक्ट्रिसिटी सजिलै पाइरहेछ त्यस्तो अहिले लोड सेडिङहरू केही पनि भएको छैन यस्तो समयमा अलिअलि भए पनि इलेक्ट्रिकल एप्लायन्सहरूको इन्डक्सन इन्फ्रारेडहरूको प्रयोग गर्ने बुझ्नुभयो यस्तो गर्नुभयो भने मजाले हाम्रो ग्यास तपाईँको 3-4 महिना आरामले टिक्छ दुईवटा ग्यास छ है मजाले अब चाहिँ मजाले चल्नु पऱ्यो ल भनिस् तिमीले धन्यवाद यस्तो राम्रो कुरा भन्नु ल